हेलो हेलो साथीहरू नमस्ते हेलो हेलो साथीहरू नमस्ते भन्नु न नमस्ते। मेरो प्यारा छोराछोरी नातिनी पनाति भन्नु न मेरो पनाति त होइन खनाति पनि छ। खनाती जनातीहरूलाई मेरो नाति 17 जना छ, पनाति 7 जना छ। अनि अनि अर्को जनाति पनि हुने होला छ। आमेन हालेलुया अब के गर्नु, मसित कुस्ती खेल्ने। तपाईँलाई कुस्ती खेल्ने आमालाई नुहाइदिइसके खाना खाइसक्नुभयो नुहाइदिइसके 90 साले है नानी हो म। अब नुहाइसके मेरो आमा 90 सालको कुइटामा जन्मेको, कुइटामा आएको के। अब नुहाइधुवाइ गरिसके मेरो आमालाई कपाल बाटिदिन्छु त्यसपछि मसाज गरिदिन्छु छ र बातै जुत्दै भयो भने आमा छोरी हुन्छ त नि अनि मेरो आमा छ र पो म त नि मेरो आमा छैन भने कहाँ म हुन्छु त नि म छु। मेरो आमा छ र म होइन तपाईँ छ र म छु म छु र म छु र तपाईँ थियो र पो म थिएँ त हौ आमाजी म छु म छु। अनि तपाईँ नभइदिएको म कहाँबाट हुन्छु त नि मफुरा गर्न मेरो आमा छ र पो म छु त नभए त कहाँ हुन्छ मेरो आमाको कपाल हेर्नुहोस् न कम लामो छ है ए मान्छेको झरिसक्यो भन्छ, मेरो त ए फरक छ। तल यहाँ यी लामो छ मेरो आमाको ऊ तल झर्छ देख्नुभयो नेपालमा हेर्नुहोस् न अस्ति 1.5 हात काटिदिएको र पनि अझै यत्रो छ अब हामीहरू आमालाई तयार गरेर राम्रो गरेर मसाज टाउको गरेर अनि यसो बाहिर निस्किन सक्यो भने तातो छ आमा हिँडौँ न म तपाईँलाई 1-2 पाइला होइन म तपाईँलाई ऊ तलसम्म लगेर लिएर आउँछु आज हिँड्नुपर्छ नभए गाह्रो हुन्छ अबुइ नै खुट्टाले हुँदैन आमा तपाईँलाई गाह्रो हुन्छ उता ढोकाबाट सट्टक्क लिएर आउँछु है त खुट्टाले ल ढोकासँग उतासम्म मात्रै फेरि तपाईँ आयो हुन्छ स्यास्या हुन्छ एकचोटि लगेर लिएर आउँछु कपाल कोर्ने एकदम लामो छ बहिनी छोरी मध्येमा कान्छी चाहिँ यही हो। म हो कान्छी 7 जना छोरी, 2 भाइ छोरा, बहिनी छोरी। तर के गर्नु, बाँच्छ मसित, सबैसित बाँच्छु म त। दरो हिटलर हो नि हाम्रो आमा त हिटलर ए अनि एक्लैले 7 जना छोराछोरीलाई पढाएर पालेर बसेको मान्छे पो त यो यिनी त एक्लै कसैले नहेरेर एक्लै मेरो आमाले